हेलो गाइज, वेलकम टु माई न्यू ब्लग है। अनि म चाहिँ आज फुकुओका आएको फेरि फुकुओका आएको छु। अनि यहाँ एकजना चिनेको दाइकोमा बस्न जानु लागेको। अब मैले चाहिँ उताबाटै भिडियो बनाउँछु सोचिरहेको थिएँ, तर नागासाकीबाटै भिडियो बनाउँछु सोचिरहेको थिएँ, तर अलि बस चढ्नलाई ढिला भएर बनाउनु पाइनँ। अनि यता आएर बनाएको। म फुकुओका छु अहिले चाहिँ गाइज है, नाइटमा ठ्याक्कै हाकातामा छु अहिले चाहिँ म, हाकाता स्टेसन। अब चाहिँ म फुकुओका टावर नजिकै जानुपर्ने हो यताबाट। त्यो गाइज यस्तै छ, यो चाहिँ फुकुओका। हेलो गाइज, मानसुमर फेरि मेरो भिडियोमा चाहिँ स्वागत छ। हिजोको भिडियोलाई कन्टिन्यू ल। यहाँ चाहिँ हल्का म चाहिँ अहिले फुकुओका छु। हल्का पानी पर्न लाग्यो कि, अनि छाता किन्नु पऱ्यो भनेर छिरेको। छाता काण्ड हान्यो नि यहाँ र यहाँ यत्रो बोकाको फुल जत्रो छाता आइदिरहेको क्या, काण्ड आइदिरहेको ल। फुकुओका काण्ड भन्थ्यो, छाता काण्ड आयो ल फुकुओकाबाट ल। राम्रो नसोच्नु है गाइजहरू। म चाहिँ फुकुओकामा छु अहिले। यहाँ यार कत्रो सानो छाता कि, त्यही पनि कति पऱ्यो थाहा 1870 रुपियाँ कि यति छाताको क्या। हल्का हल्का पानी परेको, खासै त होइन, त्यही पनि किनिदिनु त भनेर किनिहालेँ। लास्टमा त यस्तो पो रहेछ, गाह्रो छ गाइजहरू। अस्ति पहिलोचोटि आउँदाखेरि भोटेहरूले ठग्यो टिकट हुँदाहुँदै, आज छाताले टेन्सन गर्यो। कसैले भन्छ 1800 को छाता यसलाई, नेपालमा 300 रुपियाँ पर्छ। अनि लगाएछ। म चाहिँ अब इन्टरभ्यू दिँदै जाँदैछु। अनि यहाँ 7मा छिरेर यसो खाजासाजा खाएर निक्लेको म चाहिँ। खतरा खाँदैन देखिन नि, बिजनेसम्यान जस्तो होइन गाइजहरू, के हो होइन स्टुडेन्ट हो, मजा कान्दिएको। लगाए जस्तै छ। कसरी दिने इन्टरभ्यू पनि थाहा छैन, डर लागिरहेछ। सोचे जाए जिन्दगी रहेन छ बारीलाई। लगाए हल्का पानी परिरहेछ, मोबाइल भिज्छ फेरि। अनि अब यसो अहिलेलाई चाहिँ यतै स्थगित गरेर एकछिन यही भिडियोमा कन्टिन्यू आउँछु ल म, इक्जाम सके पछाडि। लगाएछ त्यतिन्जेलसम्म हेर्दै गर्नु होला, मेरै भिडियो हेर्दै गर्नु होला नि फेरि। हस् लगाइज, बाई बाई। लगाइज ठुलो सास फेरि है। किन भन्नुहुन्छ भने इक्जाम चाहिँ सकियो, कस्तो सजिलो हिसाब आएको थियो आउन चाहिँ। अनि हिसाब चाहिँ सबै मिलाएँ मैले। हिसाबमा ट्यालेन्ट नै थिएँ बच्चामा नि, तर फेरि फुकुओका फर्केर आइगेला जस्तो चाहिँ लागेन। किनभने न्युनको सेकेन्ड चाहिँ सब एन2को सोधेको थियो कि, अनि कहाँ म एनसान भर्खर पढ्न सुरु गरेकोलाई एन2 कहाँ। फेरि फुकुओका फर्केला जस्तो चाहिँ लागेन मलाई चाहिँ। ठिक छ, अब भगवान् भरोसा, जे होला होला। केटाहरू सबलाई सोधेको, खै हिसाब पनि के हो भन्थे। न्युनको सेकेन्ड त झन् भन्दैछन् केटाहरू कुरा सुनेर चाहिँ। तै हुन्छ कि पास भने जस्तो नि लाग्छ।
अनि तर खै आश गरौँ भर नपरौँ, त्यस्तै भयो आजको। ठिक छ, म चाहिँ अहिले पार्कमा आएर बसेको टक्क। अब 2.5 घन्टा पछि छ मेरो गाडी चाहिँ एघारको गरेको छु नागासाकी फर्किनलाई। त्यही भएर अब 2.5 घन्टा चाहिँ म यही पार्कमा बस्छु। यस्तै छ गाइज। ल आउनुभन्दा अगाडि, एक्जाम सुरुभन्दा अगाडि भनेको थिएँ सोचे चाहिँ जिन्दगी रहेनछ। साँच्चै त्यस्तै होला जस्तो छ, सोचे चाहिँ जिन्दगी नहोला जस्तो छ। ल गाइज, पास भयो भने सुनाइहाल्छु, हजुरहरूसँग सेयर गरिहाल्छु। पास भएन भने त्यस्तै हो, पास भएन भने फेरि अर्को ठाउँ जाँदा भ्लगमा आइहाल्छु। अहिलेलाई यतै स्थगित गरौँ होला भ्लगलाई। आजको यात्रा खासै उपलब्धिमूलक होला जस्तो चाहिँ लागेन। तर आफूले आफूमा विश्वास गरौँ, पास हुन्छु म होइन। ओभर कन्फिडेन्ट नै नहुँ फेरि। ए अनि साथी जाँदा जाँदै नेपाल क्रिकेट टिम सेलेक्ट त अस्ति भयो हो T20 वर्ल्ड कपको लागि। तर फाइनल्ली हिजो सामोआसँग जितेर पनि एक खेल पनि अपराजित रहँदै T20 वर्ल्ड कपमा सेलेक्ट भएको छ। बधाई भन्न चाहन्छु। अनि कतिको क्रिकेट हेर्नुहुन्छ यसो कमेन्ट गर्नु है, क्रिकेट हेर्नेहरूले। म क्रिकेटको चाहिँ लास्टै क्रेजी हो। हिजो बसमा थिएँ, त्यही पनि इयरफोन लगाएर क्रिकेट हेर्थ्यो मस्तै। 2020 तिरबाट होला सायद क्रिकेट हेर्न थालेँ। 5 वर्ष जति भयो, धेरै भएको छैन। तर 2020 तिरदेखि चाहिँ एकदमै राम्रोसँग फलो गर्दैछु मैले क्रिकेटलाई। अनि रमाइलो लाग्छ, त्यही भएर। ल गाइज, पछि भेटौँला फेरि। बाई बाई। सब्सक्राइब जति पनि मान्छेले सब्सक्राइब गर्नु भएको छैन, सब्सक्राइब गरिदिनु होला अनि सपोर्ट गरिदिनु होला। हस् त, धन्यवाद। बाई बाई, टेक केयर।